बिस्तारै बिस्तारै भइहाल्छ नि भाइ। एउटा जाल किनेर ल्याउनु पर्यो बजार गएर 1500 2000 कति पर्छ। एउटा जाल किनेर एउटा राम्रो सेफ्टी जग्गामा यसरी नदी खोला ताल यस्तो ठाउँमा चाहिँ यसरी जाल झ्याम्म हान्न सक्यो भने नि अब माछा मारेर नै करोडपति बन्न सक्ने हो। ल हेर्नुहोस् है त, यहाँ एकपल्ट जाल हानिसकिएको छ, जालमा माछा कतिको पर्छ। यसरी नै बार एक दिनमा 2 4 10 50 100 जतिपल्ट भए पनि माछा परुन्जेल जाल हानिराख्यो भने नि दिनभरिमा जति माछा पारिन्छ त्यसलाई बेचेर दिनको कमाइ हुने भयो, महिनाभरि बेचेर महिनाको कमाइ हुने भयो, लाखौँ करोडौँ